मैले बच्चा जन्माको पीडा बिर्सिन्छ भन्थ्यो यो मान्छेले कुटा बिर्स्यो क्या फेरि आएर गर्दैछ त मासला केपी ओलीले किडनी फेर्यो यसले के फेरेर आयो कुनै केटाहरू यसो बाटोतिर भेट्यो भने टाढैबाट भयो भने यसो ढुङ्गा मुढाले हानेर सकाइदिए हुन्छ होला है अब त मलाई सबभन्दा केही पनि चित्त नबुझ्ने नेता भनेको यो हो क्या आम्मा कसम न यसले राम्रोसँग बोल्छ न यसले बोल्न आउँछ न यसको बोलेको बुझ्छ न यसले काम गरे केही छैन केपी ओलीले त राम्रो बोल्छ नि त बोल्न भयो भने राम्रो बोल्छ बोल्ने बेला भाषण भए पनि मजा आउने दिन्छ नि त कसम मान्छेले कहाँबाट कहाँ पुर्याएर कहाँ झारिदिन्छ भन्ने कुरा हुन्छ यसको त केही छैन म्यासाला बिर्सिसकेको थियो मैले त म्यासाला मर्यो कि भनेर बिर्सिसकेको थियो टिभीमा धरि न्युजमा धरि देख्न नपाएको मान्छे फेरि सर्लाक्क निस्केर आएर नेपाली पनि त्यस्तै फेरि कसम खै विदेशबाट मुझे क्युआर गरिदियो कि क्या हो आएर उफ्रिएर फेरि स्वागत गर्ने रहेछ आम्बो थेट नसक्ने रहेछ